डाँडा भनेको यसमा चाहिँ हिउँ लाग्छ, हिउँ पर्छ चिसोमा। अनि हामी जाने भनेको यो गुम्बा हो, यो ठिक्कै डाँडामा छ, यहाँनिर यो गुम्बा हो अहिले जाने। निकै टाढा छ, सानो दिएछ। यो बाटोबाट हुँदै अलि अगाडिसम्म हिँड्दै जाने, हिँड्दै के पुरै हिँड्दै जाने हो। त्यहाँबाट उताबाट चाहिँ पर गएर चाहिँ तपाईँको सिडीको बाटो छ अरे, पुरा उकालो चढ्ने होला सिडी। ल हेर्नुहोस्, थिमी गुम्बा पनि दामी देखेको छ यहाँबाट। यो बाटो पुरा नयाँ बाटो बनाउँदैछ यो। अब हामी यहाँ बस्दा बस्दा 1 सालभित्रमा बन्छ होला यो बाटोहरू, 1-1.5 सालभित्रमा। हेर्नुहोस् त्यो डाँडामा चाहिँ अस्ति हामी गएको डाँडा हो यो वाला डाँडा, यहाँनिर गएको हामी। यो डाँडा सुक्खा भइसक्यो, पुरा गोठ बिछाएको थियो, अहिले छैन गोठ। किन भन्दाखेरि अब चिसो लाग्दै गएपछि गाई गोरुहरू फेरि तल लगेर जान्छ कि, अब रहेछ। हेर्नुहोस् तपाईँको उहाँ चाहिँ घाम लागिसकेको रहेछ तपाईँको, हेर्नुहोस् रातो देखेछ नि यो। माइ गॉड, गोल्डन माउन्टेन जस्तो लागिरहेको यो घाम लागेर। यसरी खोला बोकिरहेको अवस्था हेर्न सक्नुहुन्छ। आले सर उहाँ पुगिसक्नुभएको छ। तल पुल पनि रहेछ कि पहिला, यताबाट आउँदो रहेछ पानी जाने है। त्यहाँबाट यही पानी फेरि यता जाने। यताबाट नै आउँदो रहेछ पानी। हो जाँदैछ माथि। नजारा है पहाडों का। माथि डाँडामा चाहिँ मजाको घाम झुल्किरहेछ। घाम हो उहाँ गोल्डन घाम माउन्टेन देखेको छैन पर। ए तपाईँ नि कुन छ दुनियाँमा छ, बस घाँटी झुकाएर हिँडेको हिँडेछ। दाइ भाइ हेर्दै हिँड्नु न, नजारा लिनुहोस्। माथि मुन, तल घामको परछाइ, त्यस्तो नजारा लिएर हिँड्दै हिँड्नुहोस्। हेर्नुहोस् त्यहाँ कस्तो मजाको गोल्डन घाम लागेछ। हाम्रो आले सर थकाथक हिँड्दै हुनुहुन्छ, 2टा पानीको बोतल, तातो तातो पानीको बोतल लिएर। उहाँ पर कस्तो दामी लाग्यो नि त। माइ गॉड, के हो यताबाट हो र? वाउ, यस्तो दामी गोल्डन पावर माउन्टेन हेर्नु न त्यहाँ। हो ल, हाम्रो सर फेरि यता माथि लाग्नुभयो। यस्तो बाटो को जान्छ हौ, सकिन त। सकिन्छ हौ यसरी। हेर्नुहोस्, ओम माने पेमे, ओम माने पेमे, ओम माने पेमे, ओम माने पेमे। यहीँबाट छ अरे बाटो। कति यही हो सिडी भनेको। ओम माने पेमे, ओम माने पेमे गरिदिनु न यहाँ। ओम माने पेमे, ओम माने पेमे। जय हो, जय हो, जय हो। ओम माने पेमे, ओम माने पेमे, ओम माने पेमे। सफल यात्राको कामना गर्दै हामी अगाडि बढ्दैछौँ। धेरै नै माथि आइसकेको छौँ हामी, 1 घन्टा भयो। के भन्छ फेरि बिर्से नाम त, मेमोरीले काम गर्दैन। हेरौँला गुम्बा चाहिँ यो धेरै साल पुरानोको बाटो रहेछ। यहाँ उकालो जाने सफा गरेको छैन, यो पूजापाठ हुँदाखेरि मात्रै सफा हुन्छ यो बाटो। माउन्टेनमा जान छ माथि। भयो त के भयो। चट्टानों से गिरता झरने का जल, छूकर हमें कहे कुछ पल संभल। हाथों में हाथ, हंसी की बरसात,
बन जाए लम्हे जो हो खा। गाइस हामी चाहिँ माथि आइसकेका छौँ गुम्बामा। यो हेर्नु सक्नुभएको छ यहाँ कति राम्रो ठाउँ छ, नजारा छ हेर्नुहोस्। वहाँ माथि पनि गुम्बा छ कि एउटा टावरमा होइन टुप्पामा, यो हो नि त। यहाँ माथि पनि कुछ छ। हेर्नुहोस् नजारा माथि गुम्बाको। अब वहाँ पर पनि पर गुम्बा छ अर्को, त्यो गुम्बामा जाने हामीहरू जाऊँ। पानीको धारा रहेछ यहाँ। यहाँ एक प्रकार का औषधीय जल है जिसे स्थानीय बोली में गबरू कंग कहते हैं, और इस जल का सेवन सभी प्रकार के रोगों के लिए लाभदायक है। इट इज़ अ काइंड ऑफ मेडिकल वाटर. इट इज़ कॉल्ड इन द लोकल, व्हाट इज दिस, dialect Gabur Kang, and it is said that consumption of this water can be beneficial for all the sorts of diseases. Oh my God. पानी पिएर तो ठिक हुनुपर्छ, पुरा दुखिरहेछ। मैले पानी पिएँ, बहुत मिठो पानी रहेछ, भित्रबाट आएको पानी। मेन गेट, मुख्य द्वार पनि तल्लोतिर टिप्दो रहेछ। यो तपाईँको गुफा। शीत झरेछ है, यहाँ पछि बरफै झर्छ। औ ओम माने पेमे हिँड्नु म यतैबाट आउँछु। हेर्नुहोस् यो गुम्बा यहाँ एकजना आन्टी बस्नुभएको रहेछ यो गुम्बालाई हेरेर। यहाँ अरू घर कोही पनि छैन। यहाँनिर सिर्फ एउटै गुम्बालाई देखरेखको लागि बसेको आन्टी छ, एकजना बहिनी रहेछ। चाय खानको लागि बोलाएको छ हामीलाई। चाय यतातिर पनि जाने बाटो त रहेछ, त के छ यतातिर पनि बाटो त रहेछ। यो यहाँको ढुङ्गा हो, यही ढुङ्गालाई होला भगवान्ले रोक्नु भएको छ भनेको। जाने बाटो चाहिँ सायद पानी पनि जान्छ होला। वहाँ माथि पनि खोज्दै कहाँ जाने बाटो हो यो, पानी लिन जाने बाटो होला उतातिर। ओम माने पेमे, ओम माने पेमे, ओम माने पेमे।